नमस्कार यहाँहरु सम्पूर्णलाई म नयन लिम्बू मेरो मिनी ब्लगमा स्वागत छ। म आज गाउँको परिवेश वातावरण र आजको मौसम अनि यहाँका बोट बिरुवा यतिखेरको बाली नाली अनि हिलाम्य बाटोहरू डुल्दै म तपाईहरुलाई सबै कुराको जानकारी दिँदै छु है। आजको मौसम चाहिँ यस्तो छ है, यो इलाम फाकफुक थुमेक अलि लेक पर्छ, बादल लागिरहेको छ अनि पानी पनि हल्का परिरहेको छ। एकदमै बाटोहरू हिलाम्य छ, चिप्लो छ, हिँड्नलाई निकै गाह्रो छ। यता इस्कुसको झाल इस्कुस फल्न लागिरहेको छ। यो चाहिँ आरुको बोट हो, फलिरहेको छ। अनि यता चाहिँ मकैबारी धान सम्रो पलाइरहेछ। मकै पनि गोगाल निकै ठुलो ठुलो लागिरहेको छ, अब पाक्न लागिरहेछ मकै। यो चाहिँ इलामको अलिक लेक पर्छ, त्यही भएर एकदम जुका लाग्छ अनि सर्प पनि लाग्छ। मौसम यस्तो छ, बादल लागेको छ। यो गाउँघर हो हैन, गाह्रो हुन्छ, काम गर्नुपर्छ, घाँस काट्नुपर्छ अनि वस्तु भाउ हर कुराहरू हुन्छ यो गाउँमा चाहिँ काम। इलाममा चाहिँ विशेष गरेर चिया हुन्छ, थोरै थोरै भए पनि सबैको घरमा हुन्छ। यहाँ टिप्ने बेला भइरहेको रहेछ। म यसरी छाता ओढेर गाउँ डुलिरहेको छु। हल्का पानी परिरहेको छ अनि बादल लागेको छ, जुका पनि लाग्छ। लेखो बादलुको घुम्टोले इलाम बजार छोपिँदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा। मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा। ल है, हाम्रो ठाउँ चाहिँ यस्तो छ है, बाटो पनि हिलो छ, पानी पनि परिरहन्छ। गाउँ हो गाउँ, गाह्रो छ हो। कहिले घाँस दाउरा गर्नै पर्यो अनि काम गर्नै पर्यो, खेतीपाती हुन्छ हैन। बाटो यस्तो हिलाम्य हुन्छ है हिँड्नलाई। यहाँ सिमी पाक्न लागेको छ, सिमी फलिरहेछ सब्जी होइन। भिडियो गरे होइन, यता हेर्नु त, कहाँ कुद्नु भएको घाँस बोकेर? यता हेर्नु न, किन नहेर्नु हुने? यहाँ भाउजू चाहिँ घाँस बोकेर जाँदा हुन्छ गोठतिर। बाफ्रे कति राम्रो फुल फुलिरहेको छ। आहा भाउजू, यो फुलको नाम के हो? यो फुलको नाम के हो भाउजू? हजुर, उदोमुन्टे फुल, उदोमुन्टे फुलिरहेछ। हो पिठ्युमा सेउलाको भारी, खाली गोडा के गरौँ बाटो, गाउँ बेसी गर्ने कुनै नारी, भेट्यौँ भने चिन्नु सोरेयाना। गाइस, सबैलाई थाहा नहुन सक्छ, यो चाहिँ चिप्ले किरा है। दुईटा सिङ पन्काउँदै तेर्सो लागिरहेको छ। चिप्ले किरा कति ढिलो हिँड्छ हेर्नु त। जमदार कहाँ पुगिरहेको? कहाँ गइरहेको? कहाँ गइरहेको? घर गएको? ल ल जाए कता? ए तोड्न? के तोड्ने हो नि? एकदम छ्याङ 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 भनेको के हो? छ्याङ भनेको राई भाषाबाट छ्याङ भन्छ, मगर भाषाबाट
हान हान भन्छ लिम्बू भाषाबाट थी भन्छ। ए हो ल ल ल ल है यो चाहिँ गाउँ हो एकदम धेरै फुलहरू फुलेको छ है यहाँ चाहिँ यो फुलको नाम चाहिँ के हो मलाई ठ्याक्कै थाहा भएन तर यो राम्रो फुल्छ धेरै फुल्छ यहाँ चाहिँ अहिले भैँसीको बच्चाहरू सुतिरहेछन् है पानीमा के भिजेको साथीहरूको बिचराहरूलाई छारी पनि रहेछ सुतिरहेको छन् तपाईहरुलाई मेरो गाउँ कस्तो लाग्यो कमेन्ट गरिदिनु होला शेयर गरिदिनु होला अनि सब्स्क्राइब चाहिँ अनिवार्य गरिदिनु है मेरो च्यानललाई